हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ काठमाडौँमा निकै नै बादल लागिरहेको थियो, त्यसैले हामीले चटपटे खाने निर्णय गऱ्यौँ। चटपटेमा चाहिँ सबैभन्दा पहिला हरियो रोकेर राख्यौँ, त्यसपछि काटेको प्याज, गाजर, मुला, काँक्रोहरू राख्यौँ। त्यसपछि हामीले उसिनेको आलुलाई फुकेर राख्यौँ। त्यसपछि हामीले त्यसमा चाउचाउहरू राख्यौँ, नुन मसलाहरू राख्यौँ। त्यसपछि हामीले चाउचाउको मसला राख्यौँ। त्यसपछि हामीले आवश्यकता अनुसार नुन राख्यौँ। हामीले गिलो चटपटे बनाएको हुनाले चाहिँ यसमा हामीले सस राख्यौँ। ससको रेसिपी चाहिँ हामीले पछि बताउनेछौँ। नुन मसला राखिसकेपछि चाहिँ हामीले चुक राख्यौँ, किनकि हामीसँग कागती थिएन। त्यसपछि हामीले यसलाई एकचोटि चलायौँ। यसरी गर्दाखेरि चाहिँ सुरुमै भुजा राखेर चलाउने हो भने चाहिँ असिन्छ, त्यही भएर हामीले भुजा चाहिँ पछि राख्छौँ ताकि सबैतिर नुन मसलाहरू चाहिँ मजाले लागोस्। अनि फेरि एकचोटि यसरी मजाले चलाउने। यसरी गरेपछि सबैतिर नुन मसलाहरू लाग्छ। त्यसपछि हामीले यसलाई सर्भ गर्छौँ। चटपटे खाने चाहिँ हामी जम्मा 3 जना मात्रै थियौँ। बाबु चाहिँ कलेजबाट आएको थिएन, त्यसैले हामीले अहिले दिदीको कान्छी छोरी अनि म अनि दिदी भएर चटपटे खान लागेका थियौँ। यो चाहिँ कान्छी छोरी हो, उहाँ चाहिँ दिदी हो, अनि यो चाहिँ म हो। थ्याङ्क्स फर वाचिङ। हाम्रो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला।